लुकाउनु जानु है तपाईँले दिदी भाइ होइन लुकाउने मान्छे चाहिँ अलिक माथि हुनु पर्यो नि त तर यो त फेरि यतै गएको छ भनेर थाहा हुन्छ नि त बाइकमा जाउँ क्या यो ट्रान्समिट गर्ने त्यो बिगनले हजुर बिगनको अस्ति हामीले यही जङ्गलमा केस गर्दाखेरि चाहिँ जुन जङ्गल यहाँबाट त्यो मन्दिर छ नि त्यो मन्दिर भन्दा नि उत्तिसम्म सुविधा छ ए राम्रो खालकोबाट हो सिग्नलहरूको अनि नयाँ नयाँ वेब सम्बन्धी नयाँ नयाँ कुराहरू बारेमा अनुसन्धान अध्ययन गर्न मिल्छ यो रमाइलो पनि हो होइन एउटा आमद प्रमोद पनि हो साथीभाइ भाइचारा पनि हो होइन र संसारभरि छन् यस्ता मान्छेहरू होइन तिनीहरूसँग कुरा पनि गर्न सकिन्छ एन्टेनाबाट अनि हाम्रै सेटेलाइटहरू पनि छ इभेन्ट एकदम इन्ट्रेस्टिङ हुँदैछ के छ आउँछ होला त सर सिग्नलहरू त आइरहेछ फेरि सबैजना आउनु होला हेर्नलाई पार्टिसिपेट गर्नु रमाइलो गर्नुपर्छ जति पनि अपरेटरहरू हुनुहुन्छ होइन यो एसडब्ल्युएलले पनि गर्न मिल्छ होला हजुर सबै लाइसेन्स पनि चाहिँदैन त्यही त आइरहेछ 943 पर्ने हो कि त्यस्तो उहाँले अझै भन्यो तर चेन्ज गर्दै कला त खोज्दै हुनु पऱ्यो नि त्यो त छैन जस यो भेगतिर छ भन्ने हो सिग्नलै छैन यता अब सिग्नल छैन उतै राख्नु भएको जस्तो लाग्यो तपाईँ गाडी यहाँबाट घुम्छ होला नत्र कि वाक पार्क गरेर वाक गर्दा पनि हुन्छ एक्सर्साइज पनि हुन्छ हजुर ए केटी है 910 433 910 खै तपाईँको रेडियो चाहिँ रह्यो तपाईँको नि अन गर्नु हामी आएको जति सबैजना रमाइरहेको छ है ठिक छ हाम्रो सरले खोज्दै हुनुहुन्छ है माथि र भेट्नु भयो क्या हो सरले जङ्गलमा फक्स हन्टिङ हुँदैछ घनघोर जङ्गलमा तपाईँले भेटाएको डाइरेक्सन तपाईँले पत्ता लगाउनु भयो म हेर्दैछु त्यसरी हेर्ने होइन क्या तपाईँ सिग्नल लाउनु न सिग्नल फ्रिक्वेन्सी मिलाउनु क्या ट्रायङ्गुलर मिलाउनु हाम्रो एक्सपर्ट सरहरू यता फक्स हन्टिङको लागि हुनुभएको छ इभेन्ट एकदमै
रमाइलो भइराखेको छ। उहाँले पनि निकै खोज्दै हुनुहुन्छ। यस्तो हाइजिन छ यो टक्कै भेट्थ्यो यति भाषा यसो दाइले पत्ता लगाउनु भयो यो डिरेक्सनमा चाहिँ यो यतैतिर छ क्या यतैतिर एकदम इन्ट्रेस्टिङ भयो है। च्याउ रहेछ इतिहासमै पहिलोचोटि नेपालमा भएको सिगल्दो फक्स हन्टिङ कार्यक्रम सक्सेसफुल बनाइदिनु हेल्प गर्नुभएकोमा सबै साथीहरूलाई धन्यवाद। हाम्रो सुरेश सरलाई र अब हाम्रो विनरहरूलाई चाहिँ फर्स्ट सेकेन्ड थर्ड विनरलाई चाहिँ प्राइज दिनुहुन्न अनुरोध गर्दछु। थ्याङ्क यू, धन्यवाद। फर्स्ट हुनुहुन्छ हाम्रो देव सिंह ऐडी। उहाँ ल ल ल चाल्यो भयो। सेकेन्ड हुन्छ गेली शेर्पा ल गेली दाइलाई पनि धेरै धेरै बधाई छ, सेकेन्ड हुनुभएको छ। थर्ड हाम्रो निमाजी हुनुभएको छ, निमाजीलाई पनि बधाई छ। ल धेरै बधाई छ। यसरी चाहिँ के भन्दाखेरि चाहिँ यो फक्स हन्टिङ भने चाहिँ मैले पनि वास्तवमा अरू अरू देशमा गरेको मैले यस्तो इन्टरनेटमा मात्रै हेरेको हो होइन। यो चाहिँ एउटा यहाँ होस् भन्ने चाहना त हाम्रो पनि थियो क्या पहिलेदेखि नै। अनि तपाईँले जुन अर्गनाइज गर्नुभयो यो चाहिँ साह्रै रमाइलो, मलाई मनमा पनि साह्रै आनन्द आएको थियो त्यतिखेर त। ल भाइहरू जे भए पनि यति भए कोसिस गर्नु हो भनेर। तर यो चाहिँ के हो भन्दाखेरि फक्स हन्टिङ भनेको चाहिँ एउटा रेडियो तरङ्ग जुन लुकाएर राखेको छ, त्यस्ता रेडियो तरङ्गलाई हामीले एन्टेना र रिसिभरको सहायताले त्यो कुन ठाउँमा छ भन्ने कुरो पत्ता लगाएर त्यसलाई चाहिँ हामीले त्यसलाई त्यहाँबाट निकाल्ने हो भन्दाखेरि यसले त्यति मात्रै हामीले त्यो गर्दाखेरि त्यो एउटा अनुभव मात्रै हुँदैन कि त्यसले हामीलाई अरू रेडियो सिग्नलसँग तपाईँको खेल्न अथवा रेडियो सिग्नल कहाँबाट आएको छ भने त्यसको अध्ययन अनुसन्धान गर्न पनि हामीलाई मद्दत पुर्याउँछ। र यसमा आमोद प्रमोद र एउटा खेलको त छँदैछ। त्यसलाई बाहेक तपाईँ रेडियो सिग्नलसँग जो कोही इन्जिनियरिङ गर्नुभयो कोही इन्जिनियरिङ गरेर वकिलमै भए पनि पेसा चाहिँ एउटा वकिलै भए पनि अथवा एउटा एडमिनिस्ट्रेटर भए पनि यो त नयाँ यो साइन्सको कुरो हो, यो त नयाँ चिज हो नि। उसलाई पनि यसबाट चाहिँ आमोद प्रमोद र नयाँ नयाँ कुराको इन्भेन्सन अनुसन्धान गर्नलाई पनि यसले बल पुर्याउँछ। र नेपालको इतिहासमा यो पहिलोपालि तपाईँले जुन गर्नुभएको छ यो चाहिँ सराहनीय छ। र आउने वर्षदेखि आउने समयमा हामीले फेरि यसरी अर्गनाइज गरेर अझ साथीहरूलाई मेम्बर बनाएर एकदम ठुलो भव्यता साथ हामीले गर्न सक्छौँ र हामीले गर्छौँ भन्ने कुरो उद्देश्यका साथ आजको कार्यक्रमलाई यही समापन गर्छौँ है त। Welcome to our media agency, smartonlinecover.com.